हेलो नमस्ते सबैजनालाई तपाईहरुलाई फेरि पनि स्वागत छ है मेरो च्यानलमा। आज म चाहिँ रुममा एक्लै छु हो। मेरो भर्खर ड्युटी छुट्टी भएर आएको भर्खर 2 बजे। सो आजको वेदर पनि अलिकति त्यस्तै छ, पुरा चिसो भइरहेको छ। सो मैले सोचे कि म रुममा गएर मोमो पकाएर खान्छु भनेर। अनि मैले आउँदा बाटोमा सामानहरु किनेर ल्याएँ जो मेरोमा थिएन। अनि अहिले चाहिँ फिलहाल म यहाँ बसिरहेको छु, बन्दाकोपी काट्न लागेको। अनि म पकाएर खाएर तपाईहरुलाई देखाउँछु ल। सो यो चाहिँ डल्लै ब्लग एक्लै हो। यहाँ चाहिँ मैले मैदालाई अघि गुनेर यसरी राखेको छु हो। अब यसलाई छोपेर राख्छु। अन्त अब यहाँ चाहिँ बन्दाकोपी काट्ने। अब यो सबैको मैला छिलिली छ। के यो चाहिँ प्याज काट्दा हो साह्रै आँखा पोलेर अलिअलि रुनु पनि थालिसकेको थिएँ। एकदम हार्डेस्ट पार्ट यो चाहिँ मोमो बनाउनेको हो। यस्तो आँखा पोलेर आउँदै थियो प्याज काट्नु, यस्तो आँखाभरि पोलेर म त बनाउनु छोडिदिउँ जस्तो सोच्दै थिएँ। फेरि होस् भनेर फेरि पकाउनुतिर लागेँ। प्याज काटिसकेँ होइन, काटेर सबै भाँडामा हाल्दैछु साइडमा। अनि अदुवाहरू पनि मजाले छिलेँ, अदुवाहरू पनि काटेर कोरेर हालेँ। अनि सबै मिक्स गरेँ। मैले अघि चाहिँ मोमोको लागि सामान किन्दाखेरि चाहिँ एउटा करेन्ट पनि किनेको थिएँ होइन, मोमो र करेन्ट खान्छु भनेर। अन्त सो अब चाहिँ म पहिला करेन्ट मोमो चाहिँ पाक्दैछ होइन ग्यासमा। सो अहिले चाहिँ अब म यो करेन्टलाई पनि पकाइहाल्छु ताकि म तातो मोमो र करेन्ट चाहिँ सँगै खाऊँ भनेर। यो चाहिँ मैले कहिले सोचेको थिएँ खान्छु भनेर, सोचेको थिएँ किनेर ल्याउँछु मोमो अनि खान्छु करेन्ट लिएर भनेर। तर अब आज रुममै बनाउनु मन पऱ्यो अनि त्यो बनाएँ। सो आज चाहिँ म सँगै खानेवाला छु गाइस। सो फाइनली सब कुछ रेडी भयो, मोमो, करेन्ट अनि यो अचार। सो म टेस्ट गरेर भन्छु कस्तो हुन्छ है।
अनि अचार सबै चाहिँ एकदम टेस्टी भएको थियो होइन मलाई पुरा मन पर्यो। तर एउटा चाहिँ गल्ती गरेको छु मैले, के भने चाहिँ मैले मेरोमा सेतो तेल थिएन नि त, त्यो मैले खाने तेलै मजाले तताएर हालेको थिएँ, तर त्यो खाने तेल चाहिँ गनाएछ अलिकति। अदरवाइज चाहिँ मेरो मोमो टेस्टी भएको रहेछ। सो मलाई चाहिँ मिठो लाग्यो, खालि त्यो तेल मात्रै अलिकति गनायो। तर इट्स ओके। सो मैले मेरो मोमोको भिडियो एन्ड गर्छु। थ्याङ्क यू फर वाचिङ।